विदेशमा छ, मस्त काम गरिरहेको छ, टन्नै काम गर्छ अरे, टन्नै पैसा कमाउँछ अरे, यसलाई त कति रमाइलो छ। हो, मलाई एकदमै रमाइलो छ। मैले मम्मी बाबालाई नभेटेको 2 वर्ष हुन थाल्यो। भेट्न मन लागिरहेको छ, तर होइन, मलाई एकदमै रमाइलो छ। मलाई जहिले राति रुन मन लाग्छ, स्पेसली 12 बजेपछि। किनकि मेरो दिदीको मलाई लास्टै याद आउँछ। तर मलाई एकदमै रमाइलो छ। सबैजनाले दसैँ तिहारमा कुनै ओकेजनमा आफ्नो फ्यामिलीसँग फोटो खिचेर हाल्दा त्यो फोटो हेरेर हाँस्छु म, मलाई एकदमै रमाइलो छ। काम गरेर एकदम दुःख गरेर गलेर आउँदा घरमा जब त्यो 4 दिवारीको भित्ता हेर्छु, कोही नदेख्दा लाग्छ मलाई त कति रमाइलो छ। विदेशी जिन्दगी यति रमाइलो छ कि अहिले आएर लाग्छ यति रमाइलो त मैले खोजेको पनि थिएन। अनि यो मेरो मात्रै कुरा होइन, यो यहाँ पढ्न आउने, विदेशमा आफ्नो घर परिवार सबै कुरा छोडेर आउने विद्यार्थीलाई थाहा छ कि यहाँ कति रमाइलो छ।